हेलो दोस्रो राउन्डको लागि जोबिङ मावि जोबिङ र काँकु मावि भेडाल चौरबीच खेल हुने भएकोले पुरुषतर्फका खेलाडीहरू खेल मैदानमा प्रवेश गरिदिनु होला र प्राविधिक साथीहरू पनि आफ्नो तयारीमा रहिदिनु हुन अनुरोध गरिन्छ र उहाँहरूको आज कबड्डी नगर्ने शर्तमा उहाँहरूको यो समय हाम्रो चाहिँ भलिबल कोर्टतर्फ खाली कोर्ट भएको हुनाले हामीले समयको सदुपयोग गर्नको लागि सहमति भएको छ। काँकु मावि भेडाचौर र जोबिङ मावि जो विजय हुने टिम फाइनलमा प्रवेश गर्नेछ। त्यसैले अफिसियल साथीहरूलाई